नेपाली भाषा साहित्य कला र संस्कृति संरक्षणका लागि भन्दै साहित्यकारहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। साहित्यकारहरू सम्मिलित अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवा सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई एकसाथ ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुग्ने गरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई संस्थाका अध्यक्ष झोटन मेहता सहितका पदाधिकारीहरूले माग र सुझाव सहितको ज्ञापन पत्र पठाएको हो। साहित्य कला चलचित्रको नाममा रहेको चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारको स्वामित्वमा रहेको साहित्यकार निकायहरूमा प्रतिस्पर्धाबाट प्रमुख, कुलपति, उपकुलपति, सदस्यहरू नियुक्ति गर्नुपर्ने, सबै क्षेत्रमा, सबै तहमा, सबै भाषा, कला, साहित्यको संरक्षणमा ध्यान दिनुपर्ने, साहित्यमा पनि नयाँ नेपालको अनुभूति दिलाउनु पर्ने लगायतको माग राख्दै ज्ञापन पत्र बुझाएको हो। उक्त ज्ञापन पत्रमा चलचित्र बोर्ड नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्धनको लागि जिम्मेवार सरकारी निकायको रूपमा समेत अनुभूति दिलाउने गरी काम गर्नुपर्ने सुझाव दिएको छ। 6 बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले आफ्नो माग अगाडि सारेको हो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा साहित्यकार लीलानाथ सिलवाल सहितको उपस्थिति रहेको थियो। संस्थाका प्रमुख सल्लाहकार एसएन मेहता, आजीवन सदस्य टंक भेटवाल, मैथिली गायक भागवत मण्डल, संस्थाका महासचिव राधा चौधरी, महिला अभियानी जय नारी अस्मिता पराजुली, सरीलाल चौधरी, शिक्षक एवं साहित्यकार लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, पत्रकार जय कृष्ण यादव लगायतको सहभागिता रहेको थियो। उक्त सहभागितामा दिए ज्ञापन पत्र बुझेर आफू सम्बन्धित निकायमा पठाइदिने प्रजीले बताउनुभयो। कला संस्कृति को टिमका साथीहरूले एकदम महत्त्वपूर्ण विषयवस्तुहरू उठाएर यो ज्ञापन पत्र बुझाउनु भएको छ। कला संस्कृतिको क्षेत्रमा चाहिँ महत्त्वपूर्ण मुद्दाहरू यहाँ उठेका छन्। यो सराहनीय छ वास्तवमा र यहाँ उठाएका विषयवस्तुहरूलाई जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्रीय स्तरमा जुन हिसाबले तपाईँले चाहिँ ज्ञापन पत्र दिनुभएको छ, मैले तत्त निकायमा चाहिँ फरवर्ड गर्नेछु। बाट नियुक्ति गर्नुपर्ने सुझाव तथा सहितको यो पत्र बुझाएका छौँ। अहिलेसम्म राजनीतिक पहुँच र शक्तिका आडमा भएको नियुक्तिका कारणले कैयौँ प्रतिभा बाहिर नआउँदै हराएको अवस्थामा रहेको, त्यसलाई ध्यानमा राखेर चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारको प्राज्ञ क्षेत्रमा कला, साहित्य र चलचित्र सहितको योग्यता, क्षमता, योगदान र संस्कृति संस्कार सहितको समावेशितालाई ध्यानमा स्वच्छ, निष्पक्ष र धाँधली रहित रूपमा प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने र नयाँ नेपालको अनुभूति दिलाउन जरुरी रहेको छ। नेपाली भाषा लगायत नेपालका अन्य भाषाहरू, तिनमा लेखिएका साहित्य, संस्कृति, सामाजिक शास्त्र एवं दर्शन शास्त्र सम्बन्धी विभिन्न विषयको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने, गराउने, मौलिक सृजनाका माध्यमद्वारा काम गर्ने भनिएको ठाउँमा नै राजनीतिक पहुँच, आर्थिक लेनदेन र शक्तिका आडमा भएको नियुक्तिका कारणले बदनाम भएको, त्यसमा तत्कालै ध्यान दिनुपर्ने जरुरी देखेका छौँ। नयाँ सरकार गठन भएपछि नेपाली नागरिकहरूले धेरै अपेक्षा गरेको जस्तै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्धन र विकास गर्ने, गीत, नृत्य, साहित्य सहितको विकास गर्न अपेक्षा गरेको जस्तै भाषा, साहित्य, संस्कृति र दर्शनको संरक्षण, सम्वर्धन, विकास गर्न, गीत, नृत्य विकास गर्न प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने र नयाँ नेपाल अनुभूति दिलाउन जरुरी ठानेर यो पत्र बुझाएका छौँ। नेपाल प्रज्ञा प्रतिष्ठानले 7 दशकमा गर्नुपर्ने भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण काम भएको छ। संस्कृतिको विभिन्न पक्षहरूमा नियुक्ति गर्ने सरकारको ध्यानाकर्षण गराउँदछौँ। इतिहास हेर्दा विक्रम सम्वत 2013 सालमा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनामा बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान एकाडेमीको स्थापना भएको, यसमा काम गर्ने उद्देश्य अनुसार काम भएको नदेखिएकाले साहित्यहरूले आफ्नो पनि सम्मानित भएको अनुभूति गर्नुपर्नेमा सीमित व्यक्तिहरूलाई मात्रै लाभ लिएको कला संस्कृतिका संस्थानहरूमा नियुक्ति गर्नुपर्ने जरुरी ठानेर यो पत्र बुझाएका छौँ। हाम्रो माग तथा सुझावहरू: चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारको स्वामित्व रहेको निकायमा प्रतिस्पर्धाबाट विभिन्न पदहरूमा नियुक्ति गर्नुपर्ने। दोस्रो, साहित्यमा पनि नयाँ नेपालको अनुभूति दिलाउन नेपालका सबै भाषा र साहित्य, संस्कृति, दर्शनको संरक्षण, सम्वर्धन र विकास गर्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने। चलचित्र विकास बोर्ड नेपाल चलचित्र क्षेत्रको विकास र प्रवर्धनको लागि जिम्मेवार सरकारी निकायको रूपमा अनुभूति दिलाउनु पर्ने। चलचित्र क्षेत्रको
अनुसन्धान योजना र विकास उत्पादन पुस्तकालय अभिलेख चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय सम्बन्धको नियमनका साथै व्यावसायिक प्रयोजनको लागि निर्माण भएका चलचित्रको वितरण प्रदर्शनीको अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी गर्नुपर्ने। चलचित्र विकास बोर्ड राष्ट्रिय नाचघरहरूको गतिविधिहरूमा ध्यान दिँदै चलचित्र विकास क्षेत्रको विकास र प्रवर्धन चासो देखाउनुपर्ने। हाम्रो जिम्मेवार पक्ष विभिन्न सङ्घ संस्था, गीत सङ्गीत मोहितमा संलग्न रहेका कलाकार, साहित्यकार, रङ्गकर्मी, मूर्तिकर्मी, चलचित्रकर्मी तथा साहित्यमा सम्पूर्ण योगदान दिएका सिङ्गो हाम्रो देश नेपाललाई चिनाउने एकमात्र सूत्र हो एकता र नेपालको हिमालको पानी नबगे तराईमा अन्न फल्दैन, तराईमा अन्न नफले पहाडमा चुलो बल्दैन, हिमालको उचाइ नरहे जल हाम्रो जान्छ सुकेर, हामी नेपाली एक भए बस्नु पर्दैन कोहीसँग झुकेर। हाम्रो सांस्कृतिक मूल्य मान्यता यही हो, बहुभाषिक संस्कृति अभियान। धन्यवाद। गायक झोटन नेता अध्यक्ष अपन नेपाल कला संस्कृति।